हेलो गाइजहरु हामी चाहिँ हैन हामी चाहिँ काममा जाँदैछौँ कडा हो यहाँ केटाले टक पात्दै आउँदैछ हैन यहाँ पदुवा माम्स र पदुवा दाइ आउँदै हुनुहुन्छ पछाडि चाहिँ हैन मेरो यो लालगढी ब्लगमा आज हैन यहाँ क्याप्चर गरिसकेको छु केटाहरूले स्वाट पात्दै हक्दै आउँदैछन् पछाडि हैन माम्स अहिले त किन अनि बोली फुटेन त राम्रो ने मैं बेंची हिंदा सिबी हम सिबी है के हो पारा यहाँ खै दौराम हानिहाल्छु भन्छ कुन तरिकाले हान्ने हो नि टक्क कडाहरू आउँदैछ हैन यहाँ टक्क माल हेर्दैछन् माथि कति माल रहेछ भनेर जङ्गलतिर हैन माल कति छ रे माम्स बजाइदिइहालौँ जमदार हजुर बजाइदिइहालौँ होइन बजाइदिनुपर्छ यहाँ कुवा पनि छ टक्क तिर्खा लाग्यो भने यस्तो चिसो पानी पाइन्छ नि यहाँ कडियो अलिअलि खाऊँ न के छ मालिक ठुलो मालिक ठुलो मालिक के गरे यार के गरे मालिक त्यसो नगरौँ न यार लछा फेरि म त नाथी मालिकहरू यार यो यार यो चाहिँ लालगढी ब्लकको मान्छेहरूले काटेको दाउरा चिरानी हानिरहेको छन् होइन बब्बल चिरानी हानिँदैछ चिरानी 13 फिट हानिया छ यहाँ चाहिँ हैन यही आउँदैछन् काम गर्ने काट्ने सबै यहाँ तख्ता हानिया छ हैन तख्ता हानिया छ यहाँ चाहिँ अब यहाँ यो काट्नु पर्ने छ टक्कसँगले सुता भइसकेको छ ल अब यहाँ काम हाम्रो मिसिनहरु यहाँ छन् हैन मान्छे चाहिँ यतातिर हुनुहुन्छ बब्बाल हान्ने बेला भइरहेछ यहाँ अब
हाम्रो लाले लालगेली भरक हाम्रो ठेकदारले हामी लेबरले नसकेको मुढा उठाउँदै आउँदैछन् 1 लाख 1 सब्सक्राइब गरिदिनु ल मुढा बोक्नु यार बिस्तारै ठेकदार आफै बल गर्ने बेला भयो यार यस्तै छ हौ जिन्दगी के गर्नु गाउँघरको जिन्दगी बिस्तारै बिस्तार समथिङ त्यस्तै यो मुढा 100 केजी भन्दा धेरै नै छ यो त्यही भएर हामीले नसकेको मुढा मासला ल्याउँदैछन् पहिला जमानामा बोकेको याद आयो हाम्रो ठेकदारले बिस्तारै यस्तै छ पुइसो भन्ने चिज कस्तो हो गाह्रो छ होइन बिस्तारै यो हाम्रो लालगढी भ्लगमा बिस्तारै है बल्लले निकाल्नु त निकाल्यो हाम्रो ठेकदारले ए ठिक छ गाह्रो छ के गर्नु ठेकदार यस्तै हो खुट्टै काटे मालिक खुट्टा काटे ओहो खुट्टा निकै ठुलो काटेछ ल बाटैमा आसला के छैन यसको व्यवस्था भइहाल्छ ल है गाइस यस्तै छ भिरपाका हाम्रो ओ मालिकहरू यार काम गर्दै यार मेरो अघि खुट्टा सुट्टा गयो होइन टक्कसँग आउले हाम्रो ठुलो मालिक आउँदै हुनुहुन्छ ठुलो मालिक हाम्रो के भन्छ हौ तल पाहा जतिकै त्यो भन्छ नि ठुलो पाहा त्यस्तै हुनुहुन्छ होइन टक्कसँगले लकडी यस्तो भिडमा होइन रोड माथि छ मुनिबाट बोकेर निकाल्दैछौँ हामी चाहिँ होइन तनाव छ अलि यता पनि काटिरहेको छौँ होइन हाम्रो जमदार साहब डोरी बोकेर यहाँ बसिराख्नु भएको छ यिनीहरू बोक्नुपर्ने माल चाहिँ फेरि सब हाम्रो उत्तिस कसैलाई उत्तिस चाहिन्छ भने भनिहाल 40-45 वर्षको उमेरमा हाम्रो बब्बालाई छ काम गरी खानु गाह्रो छ जिन्दगीमा यार यस्तो छ यता मालिकले बोक्दैछ माल सब त्यसको फेरि यहाँ चाहिँ होइन मालिक उकालो लाग्यो बोकेर त्यस्तो छ उता अर्को ठुलो मालिक यता बोकेर आउँदैछ होइन बाटो राम्रो छैन यस्तोमा ल्याउनु परेछ बाटो छैन टक्क बिस्तारैसँगले ल्याउनु पर्यो मालिक यस्तै छ गाह्रो छ जिन्दगी बाटो मासतिर छ उत्तिस तलतिर झरीको मालिक के गर्नु जसलाई पुग्न साथीयो भिरपाखामा या जिन्दगी गाह्रो छ हेरौँ यार साथीहरू यहाँ तल छन् कोही उता आँधाक्नाहरू बिजोग भएको छ यार मालिक म जिम गरेर देखाउन चाहन्छु हाम्रो ठुलो मालिकको कपाल के भइरहेछ आम्बो एक जमानाको हाम्रो के अरे माओवादीको हाम्रो कमरेड जस्तो पनि हुनुहुन्छ होइन टक्क फेटा बाँधेर आज मलाई हाँस मात्रै उठिरहेछ किनभने अब आज होइन लगभग आज 35-40 डिग्रीको घाममा होला होइन बिजोग भइरहेछ मामा र दाइ हुनुहुन्छ यता चाहिँ
यता मेरो भाइ यहाँ तल भिरमा तल हुनुहुन्छ अब मेसिन दिनुपर्ने काट्नुपर्ने यो चाहिँ मेरो नयाँ मेसिन हो ढक्कसँगले पुरानो माथि छ होइन तल होलीमा कहाँ कहाँ छन् कोनी साथीहरू बिजोग छ यो सब केले गर्यो पैसाले गर्यो गाइज ल हामी अब यस्तै हो अब ल के गर्नु जमदार दाइ छोरी बुढी पाल्नै पर्यो होइन गाह्रो छ नि मैले के गर्नु बुढी पाल्नै पर्यो छोराछोरी पाल्नै पर्यो बिजोग छ ल चारवटा बोकेकोमा हाम्रो मालिकले अब छोराछोरी पाल्ने नै भयो यता त ठुलो मालिक के गर्दैछ कुनि यहाँ त ल मालिक तपाईँको अनुहार के भएको यार नरिसँग यसो छेलो हान्दै बस्ने हो यसरी आम्मा छेलो हान्दैछ मालिकले है आम्मा हेरौँ त मालिक जस्तो हो नि त काम गर्नुपर्ने यार छेलो हान्छ हौ मुढा त आम्मा लठिक छ मालिक लठिक छ मालिकलाई देख्ने बित्तिकै फेरि मेरो हाँस उठ्छ क्या यार हैट आउँछ आउँछ थाङ त मजा ल के गर्नु हो दुईटा छोरी पाल्नु छ बुढी बाउआमा दुःख त गर्नै पर्यो नि यार मालिक त्यही भएर छिटो बिहे नगर्नु है भन्छ मान्छेले अब त्यो के भन्नु छिटो बिहे गरेर दुःख पाइन्छ भन्थ्यो हो रहेछ भन्नु चाहिँ मिल्दैन किनभने अब परिस्थिति अनुसार चल्नै पर्यो पछाडि चाहिँ हाम्रो मलाई अरू केही कुरा होइन कि ठुलो मालिक भन्ने बित्तिकै मेरो चाहिँ हाँस उठिहाल्छ क्या हाम्रो ठुलो मालिकको चाहिँ अब अनुहार पनि फेरि अलिक परतिर चिरानी हानिएको छ हामीले हिजो होइन आज चाहिँ यहाँ लकडी काट्दै निकाल्दैछ मुतिसको यहाँ चाहिँ हाम्रो ठुलो मालिक आउँदै हुनुहुन्छ ल आइपुगिसक्यो हाम्रो माल रोडमा ठुलो मालिकको अब पेट तान्नु कि लकडी तान्नु कि गाह्रो छ यार मालिकको अनुहार हेरौँ न यार हेरौँ न ग्यास यार यो उमेरमा अनि बल गर्नै पर्यो यार हाम्रो चुली कान्छा भाजे यार एक्लै भाजेको छोरा कान्छा भाइ हो मेहनती हुनुहुन्छ होइन के गर्नु कपाल बाँध्नु चाहिँ बब्बाल छ क्या कमरेड भन्थ्यो पहिला मोबाइलहरूले ताक्ला हेरौँ न यार ताक्ला अनुहार हेर्दै हाँसेको उठेकै छ आज हैट यस्तै छ है के छ मालिक अनुहार त अनि बिजोक भइरहेछ त आयो दुईजना चाहिँ बोक्दै हामी चाहिँ काट्ने थियौँ डरो रिसाउँदैछन् न साथीहरू यार के गर्नु जिन्दगीले दुःख दिनु सम्म दियो ठुलो मालिक गाह्रो हुन्छ हौ जिन्दगीमा के गर्नु र अब बोक्नै पर्यो आउनै पर्यो मालिक के निकाल्दै हो मालिक दुम्सी कि के हो मालिक के कोट्याएको अरे मालिक ले ल सा ड्यूले के यहाँ ले अरे अझ हो पो बेगा हामी उकेछ ल निस्किन आँट्यो पैसा कमाइ खानु गाह्रो छ नि यहाँ त्यति कहाँ हुन्छ निस्कियो अलिक एकचोटि फाङ्ला पछि त्यो मिसिने नै
1 2 बलैले निकाले एउटा लगड यो दुम्सी निकालियो आया लेबङ्गा जस्तो ल ठाडो भुक्न नाइ मुझे शेष सालको गाह्रो छ यार निस्कियो है दुम्सी निस्कियो खाऊ हो मैले त्यसो भनेर हैन पहिला पुस्तेछ न के साथी हो हाम्रो चाहिँ टक्क काम गरेर आएर होइन टक्क अब यतिको त हुनै पर्यो नि त काम गरेर आएपछि अब मिठो मिठो होइन अब करेन्ट आइसक्यो करेन्टसँग अन्डा अघि काम गर्ने ग्रुपहरू हाम्रो रमाइलो मामा पनि हुनुहुन्छ यहाँ एकदम उहाँको खुवाइ हेर्नुहोस् यसरी खानुपर्छ करेन्ट आम्माम अलिक बिस्तार खाँदा पनि हुने हो नि त होइन मलाई नै खानु मन लाग्ने गरी बनायो साथीहरूले ठिक छ ल तैँले यो बुद्धि र गेप ल ट्र्याक्टर खाली पाउनु मैले हुँदै राम्रो अब आजलाई यति नै है साथी करेन्ट कहाँको माल तान्नु पर्ने अघि निकालेको छुटिहाल्छ आजलाई यति नै गाइस